के तपाईलाई कालो उल्टी जाने, उल्टीमा रगतको चोक्टाहरू जाने या कालो दिशा जाने समस्या त छैन? हो, यदि यस्तो समस्या भइराखेको छ भने तपाईलाई आन्द्राबाट रगत गएको हुन सक्छ। नमस्कार, म डाक्टर सन्तोष कुमार महतो, हाल लाइफगार्ड हस्पिटल विराटनगरमा एज अ कन्सल्टेन्ट फिजिसियनको रूपमा कार्यरत छु र म आज तपाईहरुलाई यही आन्द्राबाट रगत जाने जुन सम्भावनाहरू हुन्छ या जोखिमहरू हुन्छ त्यसकै बारेमा केही जानकारीहरू दिन गइरहेको छु। र पहिला बुझौँ, यो आन्द्राबाट रगत जाने समस्याको बारेमा बुझ्न किन जरुरी छ त? हामीले युएसए को डाटा हेर्ने हो भने हरेक वर्ष अस्पताल भर्ना हुने गर्छन् बिरामीहरू, जसमध्ये पेट सम्बन्धी समस्याको कारणले जुन अस्पताल भर्ना हुने गर्छ त्यसमा सबभन्दा मुख्य कारण एउटा आन्द्राबाट रगत जानेकै कारणले गर्दाखेरि भर्ना हुने गरेको छ र हरेक वर्ष 5.3 लाख बिरामीहरू हरेक वर्ष अस्पतालमा भर्ना हुने गरेको छ यो आन्द्राबाट रगत जाने समस्याहरूको कारणले गर्दाखेरि। र यही समस्याका लागि हरेक वर्ष लगभग 5.3 बिलियन डलर बिरामीले खर्च गर्ने गरेको छ र 2% बिरामीहरूको मृत्यु पनि यही कारणले हुने गरेको भेटिएको छ। त्यही भएर हामीले यसको बारेमा बुझ्न जरुरी छ। र पहिला बुझौँ, यो आन्द्राबाट रगत जाने कति किसिमको हुन्छ त? हैन, यो दुई किसिमले देखिन्छ। एउटा त हामीले आँखाले देखिने गरी र एउटा नदेखिने गरी। जुन देखिने गरी हुन्छ त्यसलाई ओभर्ट जिआई ब्लिड भन्छौँ र यो दुई प्रकारले हुने गर्छ। एउटा उल्टीमा रगत जाने या कालो उल्टी जाने, जसलाई हेमाटिमेसिस भन्छौँ, र एउटा भनेको आन्द्रा दिशा कालो दिशा जाने, अलकत्रा जस्तो एकदम साह्रै गनाउने कालो दिशा जाने गर्छ भने अर्को दिशामा रातै रगत जाने त्यो पनि सम्भावना हुन्छ। र अर्को भनेको अब्स्क्योर ब्लिडिङ, जुन हामीले आँखाले देख्दैनौँ तर यदि रगतको मात्रा कम भयो भने हामी अरू अन्य जाँचहरू गर्छौँ र त्यो जाँचहरूबाट पत्ता लाग्ने हुन्छ, त्यसलाई हामीले अब्स्क्योर जिआई ब्लिडिङ भन्छौँ। र पहिला कुरो गरौँ, यो जुनबाट रगत जाने के कारणले हुने गर्छ त? कारणहरू धेरै कारणहरू छन्, जसमध्ये लगभग 50% बिरामीमा अल्सर, पेप्टिक अल्सरको कारणले गर्दाखेरि हुने गर्छ, जुन हामीले सामान्य भाषामा सबैजनाले सुनेकै हुन्छौँ। यो अल्सर र अल्सरकैबाट रगत जाने देखिएको छ 50% बिरामीहरूमा। भने एउटा हेलिकोब्याक्टर ब्याक्टेरिया हुन्छ, एच पाइलोरी भन्ने, हेलिकोब्याक्टर पाइलोरी भन्ने एउटा सूक्ष्म जीवाणु हुन्छ जसको इन्फेक्सनको कारणले गर्दाखेरि आन्द्रामा ग्यास्ट्रिक या ड्युडेनाइटिस या अल्सर हुने गर्छ र त्यही अल्सरबाट रगत जाने हुने गर्छ। र अर्को हामीले बारम्बार दुखाइ कम गर्नको लागि जुन खाने ब्रुफेन, एस्क्लोफेनाक, डिक्लोफेनाक, न्याप्रोक्सेन यिनीहरू जुन खाइराखेको हुन्छौँ दुखाइ जोड्नेहरू कम गर्न दबाई, त्यसको कारणले गर्दाखेरि पनि ग्यास्ट्रिक र अल्सर हुने गर्छ र त्यही अल्सरको कारणले गर्दाखेरि पनि ब्लिडिङ हुन सक्छ। र अर्को भनेको नली हुन्छ, जसलाई एसोफेजियल भ्यारिसेस भन्छ, जुन घाँटीको नलीमा जुन रगत लाने नलीहरू हुन्छ त्यो सुन्निएर त्यहाँबाट फुटेर पनि रगत जाने सम्भावना हुन्छ। र यस्तो जोखिम कस्तो कस्तो बिरामीहरूमा हुन्छ भने जसको लिभर सम्बन्धी, कलेजो सम्बन्धी समस्याहरू छ या सिरोसिस छ, कलेजो बिग्रेको छ भने तिनीहरूमा त्यो जोखिम हुने गर्छ। र अर्को भनेको जाँड रक्सी खाने बिरामीहरूमा धेरै जोडले उल्टी गर्दाखेरि त्यहाँ मासु च्यातिन्छ, त्यहाँबाट पनि रगत जाने सम्भावना हुन्छ। र अर्को भनेको यो आन्द्राहरूको क्यान्सरको कारणले गर्दाखेरि, जस्तै आमाशयको क्यान्सर भयो या इसोफेगसको क्यान्सर भयो भने त्यहाँबाट पनि रगत जाने जोखिमहरू हुन्छ। र यो आमाशयको क्यान्सर हामी कस्तो बिरामीहरूमा शङ्का गर्छौँ भने जसको उमेर बढी छ, 50 वर्षभन्दा माथिको उमेरको छ र तिनीहरूमा अल्सर कतैबाट रगत गइराखेको छ भने हामीले क्यान्सरको पनि जोखिम हुन सक्छ भनेर शङ्का गर्छौँ। र अर्को भनेको हामीले नदेखिने गरी पनि रगत जाने, जसलाई अब्स्क्योर जिआई ब्लिड भन्छौँ, त्यसमा हामी रगतको मात्रा कम भयो, हेमोग्लोबिनको मात्रा कम भयो भने हामी अरू जाँचहरू गर्छौँ, जस्तै दिशाको जाँच गर्छौँ, इन्डोस्कोपीहरू गर्छौँ र त्यहाँबाट त्यो कुरो पत्ता लाग्ने गर्छ। र अर्को भनेको सानो आन्द्राबाट रगत जाने हुन्छ। र अर्को कुरो गरौँ लोवर जिआई ब्लिड, जुन तल मुनिको आन्द्राबाट ठुलो आन्द्राहरूबाट रगत जाने जुन हुन्छ त्यसको कारणले गर्दाखेरि पनि रगत जाने गर्छ हुन्छ। धेरै जसो ठुलो आन्द्राकोबाट रगत गयो भने हेमाटोकेजिया भनेको दिशामै रगत जाने, एकदम तातो रगत जाने, फ्रेस रगतहरू जाने जोखिमहरू भयो भने हामी तलको आन्द्राबाट रगत गएको शङ्का गर्छौँ। र धेरै जसो कारण भनेको हेमोरोइड्स, जुन हामीले पाइल्सको शङ्का गर्छौँ, त्यो पाइल्सबाट पनि रगत गएको हुन सक्छ भने अर्को भनेको ठुलो आन्द्राको रोगहरू, जसमा
क्यान्सर हुन सक्छ, अर्को डाइभर्टिकुलोसिस हुन सक्छ, त्यसपछि कोलाइटिस त्यही ठुलो आन्द्राको इन्फेक्सन भयो भने या त्यही भ्यास्कुलर इक्टेसियाहरू भयो भने त्यसको कारणले गर्दाखेरि पनि रगत जान सक्छ। त्यही भएर यदि तपाईहरुलाई पनि यस्तो समस्याहरू छ भने नजिकको चिकित्सकको सल्लाह लिनु होला र समयमै उपचार गर्नु होला। धन्यवाद।